So hello guys, namaste and last Febula. So आज चाहिँ हामी आफ्टर लङ टाइममा चाहिँ आज भ्लग बनाउँदैछु अनि सो आज चाहिँ हामी स्वयम्भू जाँदैछौँ घुम्नलाई अनि म त अब अरूहरूले त डेली भ्लग लाउने गर्छ अनि म चाहिँ डेली भ्लगहरू बनाउने गर्छ हैन भ्लग बनाइरहेको हुन्छ म चाहिँ यस्तै घुम्नु जाने बेलामा मौका परेको बेलामा भ्लग बनाउने गर्छु अनि सो आज चाहिँ हामी घुम्न जाने भएकोले भ्लग बनाउँदैछौँ मेरो साथमा हुनुहुन्छ के अरे मेरो बुढा अनि सो हामी चाहिँ अरू पनि हाम्रो ग्रुप हुनुहुन्छ मास्तिर यहाँ मास्तिर हामी चाहिँ हिँड्दा पनि जता हिँड्दा पनि घुम्दा पनि अब ग्रुपै भएर हिँड्छौँ नि त हैन त्यस्तो एक एकजना एकलकाटे भएर हिँडिँदैन हैन अनि सो हामी चाहिँ हाम्रो चाहिँ 12 जनाको ग्रुप छ आज अनि त्यसपछि मामु भाइ मामा चाहिँ अगाडि जानु भइसकेको छ अनि अरू बाँकी रहेको सेनापतिहरू पछाडि हुनुहुन्छ अनि हामी दुईजना चाहिँ अगाडि ल्याकठ्याक हिँड्दैछौँ अनि अब यहाँबाट त टेम्पोमा कि त टेम्पोमा जानु पर्यो कि पठाउमा जानु पर्यो कि आफ्नै पर्सनल बाइक स्कुटर हुनु पर्यो हैन गाडी हुनु पर्यो अनि हाम्रो चाहिँ छन् त छ र पनि अब ग्रुपमा हिँड्ने भएपछि किन हामी बुढाबुढी मात्रै आफ्नो बाइकमा जाने स्कुटरमा जाने भएको हुनाले किन जाने भनेर अनि हामी चाहिँ सबैजना हिँडेर जाँदैछौँ अब टेम्पोमा त यत्रो जान त अट्दैन अनि सो तल महाकाल डाँडामा चाहिँ उयो पाउँछ के अरे बस पाउँछ अनि त्यहाँबाट हामी जान्छौँ चढेर डाइरेक्ट स्वयम्भू अनि अहिले चाहिँ हिँडिरहेछौँ तल महाकाल डाँडा पुग्नु चाहिँ कति टाइम लाग्छ भने यहाँदेखिको हिँडेर त्यही 10 मिनट जति लाग्छ र हामी चाहिँ हिँड्दैछौँ अहिले पुगेपछि तपाईँहरूलाई म बस स्टप देखाउँछु के हो ए म त केटीलाई पो जिस्काएँ क्या भनेर साथै गइदिरहेको क्या तर उसको साथी हिँड्दै रहेछ सो हामी चाहिँ जाँदैछौँ अनि त्यसपछि त्यहाँ हुनुहुन्छ हाम्रो ग्रुप उयाँ सबैजना हिँड्दै आउँदै हुनुहुन्छ दुईजना चाहिँ नानी कामै हो र सबैजना भन्दा पनि नानी कामै हुनुहुन्छ तर दुईजना चाहिँ सानो छ एक वर्षको नानी लिएर हिँड्दै हुनुहुन्छ आज घुम्नुलाई अनि भोलि चाहिँ आज हाम्रो मामुको लास्ट डे हो नि त नेपालमा अनि भोलिको फ्लाइट छ हाम्रो मामुको अनि त्यही मौका पारेर हामी चाहिँ घुम्न गइरहेको छौँ अनि अघि नै भनेको छु तपाईँहरूलाई मैले मेरो मामु चाहिँ अगाडि जाइसक्नु भएको छ मामु भाइ मामा चाहिँ जानु भइसकेको छ अगाडि अनि हामी चाहिँ हिँड्दैछौँ अहिले बस पाएपछि बसमा जान्छौँ चढेर सो अहिलेको लागि चाहिँ टुकुल हिँडेरै हिँड्दैछौँ हामी चाहिँ अरू चाहिँ ग्रुपमा हिँड्दैछ हामी दुईजना बुढाबुढी मात्र हिँड्दैछौँ किनभने हाम्रो सल्लाह मिल्छ नि त अरूसँग मिल्दैन अरे क्या अहिले यो भ्लग देखायो भने सानीहरूले फेरि के भन्ने हो सो अनि हेलो आई भनिदिनु न त तपाईँ त के हो भन्नु पनि हुँदैन मलाई बोल्नै मन छैन किन बोल्नु मन छैन होला बुढी चाहिँ बोलेकै बुढा चाहिँ चुप्प लागि बसेकै हो कि क्या हो मोड अफ किन मोड अफ भएको छ अरे मलाई थाहा छैन किन हो मलाई भन्नु पनि भएको छैन किन मुड अफ भएको भइराखोस् अहिले घुम्दै गएपछि मुड अन हुन्छ होइन त हो भन्दैछ यतिकै चाहिँ हुनु पर्यो होमा हो होइनमा होइन मिलाउनु पर्यो होइन बुढा भएपछि सो अब धेरै बनाउँदिनँ ल अहिले एकचोटि बस स्टपमा गएपछि बस चढेपछि हजुरलाई देखाउँछु अनि त्यसपछि हामी चाहिँ महाकाल डाँडामा पुगेर बस चढिसकेको छौँ अनि म चाहिँ कानाखुसी गर्दैछु बुढासँग के गरेको म आफूलाई थाहा भएन र हामी चाहिँ गयौँ हिँड्दैछौँ बस चढेर जाँदैछौँ मैले चाहिँ त्यहाँ के अरे
गीत बजेको थियो अनि साउन्ड पोल्युसन थियो क्या मान्छेहरूको गफ गरेको आइरहेको थियो अनि सो मैले चाहिँ भोइस रेकर्ड गरेको भोइस कभर गरेको अनि जाँदैछौँ सो फाइनल्ली हामी चाहिँ 2टा गाडी चेन्ज गरेर स्वयम्भू आइपुगिसकेको छौँ सक्नुहुन्छ हामी चाहिँ अगाडिबाट गएनौँ यो पछाडि गेटबाट किनभने हाम्रो मम्मीहरू चाहिँ अगाडि माथि टपमा पुगिसक्नु भएको छ क्या छिटो भएर सर्टकट भएर पछाडिको गेटबाट छिर्नु यहाँ आउने सबैले हो भने सोधेको नि त अब त्यहाँ त धेरै फोटोग्राफर क्यामेराम्यानहरू हुन्छ सोधेको थियो हामी चाहिँ नखिच्ने भन्दै जाँदै थियौँ अनि त्यसपछि जाँदै थियौँ अनि सोधेको गर्छ पहिलातिर के काठमाडौँमा पठाउ जाने हो भनेर राइडरहरूले सोध्थ्यो ल्याएको थियो अहिले चाहिँ क्यामेराम्यानले धेरै पशुपति गयो त्यस्तै स्वयम्भू गयो त्यस्तै भनेर हैरानै पार्छ फोटो खिच्ने भनेर तर हामी चाहिँ जति नै हैरान पारे पनि नखिच्ने भनेर जाँदैछौँ अनि त्यसपछि अनि फेरि होइन साली बेला चाहिँ जहिले 2जना भएर हिँड्छ है जहिले साली भेना भनेपछि लपक्कै हुन्छ अनि 2जना हिँड्छ ल्याकठ्याक अनि म चाहिँ एक्लै हुन्छु नि त फेरि है साना उयो माथि के रहेछ मङ्की नि मङ्की है मङ्की भनिदेऊ न है हामी चाहिँ आइपुगिसकेको मेरो साउन्ड सानो आएको छ होला होइन अनि त्यसपछि हामी चाहिँ आइसकेर हिँड्दैछौँ खोइ यतै टिटरतिरै हुन्छ हामी चाहिँ 3जना हिँड्दैछौँ होइन अरू ग्रुप पछाडि नै छ अनि यो सानो थपिएको छ अघि हामी बुढाबुढीमा होइन यो सानो चाहिँ जहिले उसको भेनाहीसँग मात्रै मान्ने होइन न मसँग मान्छ न सानीहरूसँग मान्छ कि त उसको मम्मीसँग कि त उसको भेनासँग खालि टाँसिन्छ र त्यही भएर 2जना हिँड्दैछ यहाँ बोकेर ओइ साना हेर ओइ देख्नु पनि गाइजहरू साना सो हामीले चाहिँ यहाँ मम्मी भेटिसक्यौँ मम्मी एक्सन मामा 3जना चाहिँ भेटिसक्यौँ फेरि अर्को कतिजना हरायो हराएको गर्छौँ यहाँ धेरै ग्रुप भएपछि को कता हुन्छ यतिजना चाहिँ हामी छौँ यहाँ सानी यहाँ चिन्नुहुन्छ उहाँलाई त तपाईँहरू उहाँलाई यता खोइ टाउको तक्लिया मात्रै देखाउँछ त मम्मीहरू त्यहाँ फेरि अरूलाई फेरि अब सानीहरूलाई खोज्नु जानुपर्ने भयो हराक गर्ने के र हामी चाहिँ फोटो सुट गरेर फर्किसकेको छौँ अनि त्यसपछि म चाहिँ अमला हामी चाहिँ अमला खाँदै थियौँ नि त नि अमला किनेर खाँदै थियौँ अनि मैले देखाउँदै थिएँ मेरो बुढालाई नि आजको दिन चाहिँ रमाइलो भयो होइन अनि त्यसपछि आजलाई मेरो भ्लग चाहिँ यति नै भन्दै म हजुरहरूदेखि बिदाई लिन चाहन्छु बाई बाई।